के तपाईँलाई आफूलाई एन्जाइटी भयो कि ओहो मलाई डिप्रेसन भयो कि भन्ने टाइपको कन्फ्युजन भइरहेछ भने यो भिडियो तपाईँकै लागि हो। सर्वप्रथम त मुख्य लक्षण के छ भनेर हामीले हेर्नुपर्ने हुन्छ। जस्तै डिप्रेसनमा चाहिँ एकदम मन उदास हुने, केही कुरामा पनि रमाइलो नलाग्ने, शरीर एकदम थाकेको जस्तो हुन्छ भने एन्जाइटीमा चाहिँ मुख्य लक्षण भनेको डर अथवा आत्तिने अथवा भविष्यको बारेमा नकारात्मक सोचाइहरू आउने हुन्छ होइन। अब यहाँ मैले जनरल्ली पाँचवटा सम्भावना देख्छु। सर्वप्रथम त तपाईँलाई तपाईँको रोग डिप्रेसन हुनसक्छ मुख्य लक्षणहरूको आधारमा। त्यसमा केही केही एन्जाइटीको लक्षणहरू पनि आउन सक्ने हुन्छ, त्यो डिप्रेसन नै हो। दोस्रो, तपाईँलाई मुख्य रोग चाहिँ एन्जाइटी हुनसक्छ होइन, र त्यसमा केही डिप्रेसनका अलिअलि लक्षणहरू चाहिँ आउन सक्छन् भनेपछि मुख्य रोग त्यो चाहिँ एन्जाइटी नै हो। अब कहिलेकाहीँ कस्तो भइदिन्छ भनेपछि केही डिप्रेसनको लक्षणहरू आउँछ, केही एन्जाइटीको लक्षणहरू आउँछ, दुइटै मिश्रित रूपमा आउँछ होइन। डिप्रेसन पनि हो भनेर ठ्याक्कै भन्न मिल्दैन, एन्जाइटी पनि हो भनेर भन्न मिल्दैन भने हामीले त्यसलाई मिक्स्ड एन्जाइटी एन्ड डिप्रेसिभ डिसअर्डर भनेर भन्छौँ। त्यस्तै अर्को सिचुएसन आउँछ जहाँ चाहिँ तपाईँलाई एकदम स्ट्रेस हुन्छ, केही कुराको तनाव हुन्छ, त्यो तनावले गर्दा त्यसकै बारेमा सोचाइहरू आउने, डर भइराख्ने हुन्छ, जसमा चाहिँ मिश्रित रूपमै एन्जाइटी र डिप्रेसनको लक्षणहरू आउँछ। त्यसलाई हामीले फेरि एडजस्टमेन्ट डिसअर्डर भनेर भन्छौँ। त्यस्तै फेरि कुनै एक व्यक्तिमा दुईवटा समस्या नहोला भन्न त सकिन्न भनेपछि एकैपटक तपाईँलाई एन्जाइटी डिसअर्डर, स्पेसल्ली जनरलाइज्ड एन्जाइटी डिसअर्डर र तपाईँलाई मेजर डिप्रेसिभ डिसअर्डर अथवा डिप्रेसन चाहिँ सँगसँगै भइरहेको पनि हुनसक्छ। त्यो भएको भएर मलाई एन्जाइटी भयो कि मलाई डिप्रेसन हो कि यो के हो भन्ने कुरामा त्यो कन्फ्युज भएर धेरै तनाव नलिनुहोस्, त्यो छुट्याउने जिम्मा तपाईँको डक्टरलाई दिनुहोस्।